हेलो गाइज, हामी आज यो भिडियोमा चाहिँ के हेर्दैछौँ भन्दाखेरि कुनै पनि प्रोफाइल बटन या कुनै पनि बटनमा मेन्यु कसरी डिस्प्ले गर्ने इजी तरिका जस्ट सिएसएस युज गरेर कसरी गर्न सकिन्छ भनेर हामी हेर्दैछौँ। सो फर इक्जाम्पल अहिले मसँग यहाँ राइट साइडमा एउटा बटन छ जुन चाहिँ हाम्रो प्रोफाइलको आइकन छ। सो त्यसमा हामीले क्लिक गर्दाखेरि जस्तै हाम्रो यो मेन्यु आयो, यो चाहिँ हामीले कसरी डिस्प्ले गर्न सकिन्छ विदाउट युजिङ जाभास्क्रिप्ट भनेर आज हेर्दैछौँ है। सो मसँग यहाँ अलरेडी बनाएको कोड छ। सो यसमा चाहिँ बेसिकली के गरेको छ भन्दाखेरि मैले यहाँनिर एउटा टेलविन्ड युज गरेको छु एन्ड त्यसमा एउटा डिभ बनाएँ। सो त्यसमा चाहिँ जुन यो हाम्रो प्रोफाइलको आइकन र प्रोफाइलको जुन नाम देखाएर छ इमेल आइडी, त्यसलाई मैले एउटा बटनमा राखेर यसरी ऱ्याप गरिदिएको छु। अनि त्यसमा चाहिँ के गरेँ भन्दाखेरि मैले एउटा क्लास नेम दिएँ है। सो क्लास नेममा चाहिँ के छ भन्दाखेरि हाम्रो फ्लेक्स र हाम्रो जुन लेआउटको लागि बनाएको छ त्यो सबै हामीले यसमा हालिदियो। त्यसपछि एउटा यसको लागि एउटा युनिक क्लास नेम दिएको छु जुन चाहिँ प्रोफाइल पिटिएन भनेर छ। त्यसपछि यसमा अर्को छ हाम्रो यो डिप जुन चाहिँ हाम्रो यो मेन्यु हुनेवाला छ। सो मेन्युमा हामीले के गरौँ भन्दाखेरि एउटा पपओभर भनेर एट्रिब्युट राखेको छौँ जुन चाहिँ अटोमा छ। त्यसपछि आइडी युज गरेको छ है एन्ड त्यसपछि हाम्रो क्लास नेम चाहिँ अब फर्स्टमा के हुनु पर्यो, यो पपओभर हामीले पपओभर भनेर एट्रिब्युट हाल्ने बित्तिकै चाहिँ हाम्रो पपओभर जुन यो एलिमेन्ट छ यो डिभ यो चाहिँ हाइड हुन्छ। सो त्यसपछि हामीले अब हाइड भएको कुरालाई अब कसरी देखाउने, यो जुन पपओभर छ अटो राख्दाखेरि अब यसलाई चाहिँ टार्गेट कसले गर्छ भन्दाखेरि हाम्रो यो माथिको बटनले गर्छ। सो हाम्रो माथिको बटनमा के छ, पपओभर टार्गेट भनेर एउटा एट्रिब्युट एड गरेको छौँ। सो त्यसमा चाहिँ हाम्रो जुन पपओभर भनेर बनाएको डिभ छ त्यसको आइडी हामीले यहाँनिर पास गरिदिन्छौँ। सो यसरी चाहिँ हाम्रो के भयो भन्दाखेरि जुन हाम्रो यो तलको यो पपओभर भनेर जुन डिभ छ त्यो चाहिँ हाम्रो यो बटनसँग लिङ्क हुन्छ। अहिलेको लागि म यो सिएसएस म कमेन्ट गरिदिन्छु यहाँनिर। ओके, सो यति गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले जुन बटन क्लिक गर्छ त्यो बेला चाहिँ हाम्रो यहाँनिर यो मेन्यु डिस्प्ले भइरहेछ है। सो मैले यहाँ क्लिक गर्यो, मेन्यु डिस्प्ले भइरहेछ, तर मेन्यु चाहिँ हामीलाई चाहिने ठाउँमा आइरहेको छैन है। सो त्यसको लागि के गर्नु पर्यो, हाम्रो यो जुन डिभ छ जुन हाम्रो मेन्यु छ त्यसमा चाहिँ हाम्रो क्लास नेम के हुनु पर्यो, एब्सोल्युट हुनु पर्यो, क्लास पोजिसन एब्सोल्युट, अनि त्यसको इन्सेट अटो गरिदिनु पर्यो। अब यति गर्दाखेरि पनि हाम्रो अहिले जुन एब्सोल्युट गर्दाखेरि जुन पोजिसनको बिहेभियर छ त्यो सेम एप्लाई भइरहेको छ। अब त्यसपछि हामीले के गर्नु पर्यो भन्दाखेरि हामी यसको लागि अब अर्को म्यानुअल सिएसएस इम्प्लिमेन्ट गर्छौँ। हाम्रो जुन भ्यानिला सिएसएस छ त्यो इम्प्लिमेन्ट गर्छौँ जुन चाहिँ मैले यहाँ अलरेडी लिङ्क गरेको छु। सो त्यसको लागि चाहिँ हामीलाई के चाहिन्छ भन्दाखेरि यो बटनको एउटा क्लास नेम चाहियो, त्यसपछि हाम्रो जुन यो मेन्युको छ त्यसको क्लास नेम चाहियो। त्यसलाई लिएर हामी स्टाइल्समा जाउँ। सो फर्स्टमा के छ, हामीले यहाँनिर प्रोफाइल बटन जुन यो बटन छ त्यसलाई सेलेक्ट गरेर त्यसमा एउटा एङ्कर नेम भनेर हामीले एउटा भेरिएबल डिक्लेयर गरिदिउँ है। सो यसरी चाहिँ हाम्रो एउटा एङ्कर नेम रेडी गऱ्यौँ। त्यसपछि हामीसँग छ प्रोफाइल मेन्यु। सो प्रोफाइल मेन्युमा हामीले के गर्यौँ, यसको मार्जिन अलिकति अगाडि दिएर 6 पिक्सलको, त्यसपछि टप यो जुन मेन्यु छ त्यसको पोजिसन चाहिँ कहाँनिर हाल्ने, सो टप अनि एङ्करको बटममा। एङ्कर भनेको अब हाम्रो कुन हुने भयो भन्दाखेरि बटन हुने भयो। इफ मैले यहाँनिर टपमा 50 पिक्सल गरिदिएको भए यसरी 50 पिक्सल यो जुन बटम छ 50 भन्दा नि आई गेस 10 गर्दाखेरि सजिलो हुन्छ। ओके, सो 10 गर्दाखेरि हाम्रो के भयो, यो जुन होल विन्डो छ होल डकुमेन्ट छ त्योबाट 10 पिक्सल मात्र तल टपमा बसेको छ। सो हामीलाई चाहिँ के चाहियो, यो जुन बटन छ त्यसको ठ्याक्क मुनि चाहियो। सो के गर्नु पर्यो, हामीलाई जुन हाम्रो एङ्कर छ एङ्करको बटममा हामीलाई चाहियो। त्यसपछि अब राइट अर लेफ्ट कहाँनिर चाहियो भन्दाखेरि जुन यो बटन छ त्यसको राइट या लेफ्ट। अब मैले यहाँ राइट राखेको छु, सो हाम्रो राइटमा आइरहेछ। इफ मैले लेफ्ट गरेको भए हाम्रो यसरी लेफ्टमा आउँछ है।
सो अब यो जुन सिचुएसन अनुसारले हामीले जुन ठाउँमा चाहिन्छ त्यो अनुसारले हामीले मिलाएर राख्न सकिन्छ यसमा। अनि अर्को चाहिँ हाम्रो के छ, हाम्रो पोजिसन एङ्कर। यो पोजिसन एङ्करले चाहिँ के गर्छ भन्दाखेरि बटनको जुन हाम्रो एङ्कर छ त्यसलाई सेलेक्ट गर्नलाई हेल्प गर्छ। जुन हामीले यहाँनिर यो जुन नाम दिएको छौँ एङ्कर नेम, सो एङ्कर चाहिँ त्यो अनुसारले वरिपरि पोजिसन गर्नलाई चाहिँ हामीले यो पोजिसन एङ्कर भनेर यसरी दिएको छौँ। सो त्यसपछि हाम्रो एकचोटि रिफ्रेस गरौँ एन्ड यो क्लिक गर्दाखेरि हाम्रो जुन यो लेआउट छ फर्स्टमा हिडन हुन्छ, त्यसपछि अब आफूलाई चाहिने अनुसारले हामीले क्लास नेम पनि दिन सकिन्छ। अब जस्तै मैले यहाँनिर के गरेको छु भन्दाखेरि पप ओभर ओपन हुँदाखेरि मेन्युमा पप ओभर ओपन हुँदाखेरि के गरेको छु भन्दाखेरि मैले डिस्प्ले ग्रिड गरेको छु। इफ अब कुनै टाइममा हामीलाई फ्लेक्स चाहिन सक्छ त्यो अनुसारले हामीले यहाँनिर हाल्न सकिन्छ। फर इक्जाम्पल मैले यो ठाउँमा स्पेनमा हेलो यसमा अलरेडी इम्प्लिमेन्टेड छ यहाँनिर ग्रिड। ओके, सो यो गर्दाखेरि हामीलाई यहाँनिर अब जुन तरिकाले हामीले डिस्प्ले युआई त्यो अनुसारले छैन। सो हामीले के गर्नु मिल्यो, जुन हाम्रो मेन्यु छ त्यसमा हामीले पप ओभर ओपन भनेर सुडो क्लास युज गरेर चाहिँ हामीले यसरी डिस्प्ले युज गर्न मिल्यो। अब डिस्प्ले ग्रिडको ठाउँमा मैले फ्लेक्स पनि युज गर्न मिल्यो। अनि त्यो अनुसारले हामीले यहाँनिर ग्याप पनि यसरी दिन मिल्यो है। सो यसरी चाहिँ हामीले जाभास्क्रिप्ट युज नगरिकन कुनै पनि प्रोफाइल आइकनको या प्रोफाइलको या अरू कुनैको मेन्युको हामीले यसरी बनाउन सकिने भयो। सो तपाईँहरूलाई केही कन्फ्युजन छ या केही कुरा छ भने चाहिँ कमेन्ट डाउन बिलो। अरू केही सिक्न मन छ भने पनि कमेन्ट गर्नु होला। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर कमेन्ट छोडिदिनु होला।